आजको दिनमा सफलता सबैलाई चाहिएको छ, तर यो सँगसँगै एउटा प्रश्न उठ्छ, सफलताको मूल्य चुकाउन चाहिँ सबैजना तयार छन् त? यो सोचनीय प्रश्न छ। त्यसले डिसिप्लिन माग्छ र कन्सिस्टेन्सी पनि माग्छ। त्यो हामी दिन तयार छौँ कि छैनौँ? साथीहरू नमस्कार, इम्पावर पोडकास्टमा यहाँहरूलाई हार्दिक स्वागत छ। म तपाईँहरूको होस्ट अनन्त श्रेष्ठ। आज हाम्रो पोडकास्टमा एकजना अतिथि हुनुहुन्छ। उहाँ नेपाल प्रहरीमा लामो समय सेवा गर्नुभयो। नेपाल प्रहरीको सेवाकै सिलसिलामा अन्तर्राष्ट्रिय मिसन, जुन शान्ति सुरक्षा कायम गर्न जाने मिसन हुन्छ, त्यसमा पनि जानुभयो र मार्शल आर्ट्समा एकदम डेडिकेटेड भएर जीवनलाई अनुशासनमा समर्पित गर्नुभएको छ। 18 वर्षभन्दा लामो समय नेपाल पुलिसमा सेवा गर्नुभयो। यो संयुक्त राष्ट्रसङ्घको मिसनमा हाइटीमा पनि गएर सेवा पनि गर्नुभयो। त्यो सँगसँगै नेपाल पुलिसमा खास गरी लामो समय जुडो खेलमा समर्पित भएर नेपाल पुलिसको तर्फबाट खेल्नुभयो र अहिले चाहिँ अन्तर्राष्ट्रिय जुडोको रेफ्री पनि हुनुहुन्छ। ब्ल्याक बेल्ट 4th डाउन हुनुहुन्छ र उहाँको नाम हो ध्रुवराज श्रेष्ठ। ध्रुव सर, इम्पावर पोडकास्टमा यहाँलाई हार्दिक स्वागत छ। हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आउनुभयो, हामी कृतज्ञ छौँ। थ्याङ्क यू सर। हो, हजुरको यो जर्नी हेर्दाखेरि त्यति सजिलो छैन। धेरै डेडिकेसन चाहिन्छ, डिसिप्लिन चाहिन्छ, त्यो मेन्टेन गरेर अगाडि बढ्नको लागि, होइन? हजुरको यो बाल्यकालदेखि सुरु गरौँ। बाल्यकाल के कस्तो थियो, कसरी सुरु भयो, अनि नेपाल पुलिस हजुरले जोइन गर्नुभयो, अनि फेरि खेलमा पनि जोडिनुभयो, के थियो त्यो यात्रा? सरस्वती हजुरलाई कति याद आउँछ? खास भन्नुपर्दा बाल्यकाल त अब मेरो जन्मथलो घर रामेछाप हो। दुरम्बा सैलुङ गाउँपालिका भयो अहिले चाहिँ। पहिला चाहिँ सुर्के, डोडा सुर्के भन्थ्यो मेरो गाउँ। बाल्यकाल त्यसरी गाउँमा बितेँ। त्यसपछि लगभग 45-46 सालतिर म काठमाडौँ आएँ। अनि त्यसपछि काठमाडौँ आएपछि अनि मेरो अङ्कल हुनुहुन्थ्यो, यही मार्सल आर्टको देवेन्द्र श्रेष्ठ। उहाँ पनि जुडो पनि खेल्नुभएको र पछि चाहिँ उहाँ करातेको स्पेसल करातेको कोच हुनुहुन्थ्यो। उहाँकै प्रेरणाबाट अनि म चाहिँ जुडो खेल्ने अवसर पाएँ। त्यसपछि अनि पढ्दै गर्दाखेरि जुडो स्टार्ट भएको हो। मेरो बाल्यकाल चाहिँ त्यसरी बितेछ। जुडो हजुरले सुरु गर्नुभयो। सुरु गरिसकेपछि धेरैले त सुरु त धेरैले गर्छन्, होइन? सुरु त धेरैले गर्छ। कोहीले चाहिँ साथीभाइको लागि गर्ला, कोहीले चाहिँ अलि मलाई सेल्फ डिफेन्स चाहिन्छ भनेर गर्ला, परिवारले प्रेसर गरेर गर्ला, त्यो लामो समय जाँदैन। हजुरले चाहिँ निरन्तर रूपमा गरेर ब्ल्याक बेल्ट गरेर 4th डाउन पनि सकेर त्यसपछि खेलेर नेपाल पुलिसको तर्फबाट त्यसपछि कोच पनि हुनुभयो, रेफ्री पनि हुनुभयो। त्यो यात्रा हजुरले सम्झिँदाखेरि सुरुदेखि यहाँसम्म आउँदा कतिको चुनौतीपूर्ण थियो? अवश्य पनि चुनौती त भइ नै हाल्छ, होइन? खेल क्षेत्रमा त्यत्तिकै अनुशासन चाहिन्छ, त्यत्तिकै लगनशीलता, प्रत्येक दिनको ट्रेनिङ, अब गुरुको आदेश पालना गर्नुपर्ने। त्यो मेरो बेसिक सिचुएसनमा मेरो स्पेसल पुलिसको गुरु मिस्टर भोजबहादुर थापा हुनुहुन्थ्यो। उहाँ अहिले रिटायर हुनुभयो पहिला नै। अनि उहाँ हो मेरो स्पेसल गुरु। अनि जापानिज गुरु पनि हुनुहुन्थ्यो एउटा, नाओकी औची भन्ने। उहाँहरूको उसमा बसेर अब एभ्रिडे सिनियर गुरुहरूसँग बसेर ट्रेनिङ गर्दाखेरि अवश्य नै चुनौतीपूर्ण त भइ नै हाल्छ, होइन? त्यतिको लगावमा पनि काम गर्दै जाँदाखेरि पछि चाहिँ अनि मलाई सुरुमा त गाह्रो भइहाल्छ अवश्य पनि, होइन? जुडो गेम भने कस्तो, जिउ धेरै दुख्ने, फिजिकल धेरै हुने। तर पछि मलाई 1-2 वर्षपछि, लगभग खेलेको म 6-7 महिना 1 वर्षपछि मलाई याद छ त्यस्तै 4थो राष्ट्रिय गेम भएको थियो। त्यसमा म सेकेन्ड भएँ। त्यसपछि मलाई फेरि अनि हौसला अलिक खुसी भयो भने जुडो चाहिँ यस्तो रहेछ, खेल्नुपर्छ भन्ने मन इन्ट्रेस्ट भएर अनि अहिलेसम्म म जुडोमै लागि नै रहेछ। त्यो बेलाको वातावरण कस्तो थियो खेलाडीहरूलाई? अब खेलाडीलाई चाहिँ भन्नु चाहिँ अब राष्ट्रको गहना भनिन्छ, चाहिन्छ पनि भनिन्छ, होइन? त्यो बेलामा खेलाडीलाई कस्तो खालको वातावरण थियो, कस्तो खालको सेवा सुविधाहरू थियो, कस्तो खालको मोटिभेसन, इन्करेज समाजले हेर्ने दृष्टिकोण कस्तो थियो त्यो बेलामा?
त्यो सिचुएसनमा सर भन्नुपर्दा अलिक कता अहिलेको सिचुएसनभन्दा अलिक फरक थियो हाम्रो पालामा चाहिँ। स्पोर्ट्समध्ये पनि अब हामी फुटबलहरू भन्दा चाहिँ अलि मार्सल आर्टलाई अलिक कम सुविधाहरू, त्यति पब्लिसिटी नभएको, अनि अब सेवा सुविधा पनि कमै थियो भनौँ न। अब गेम आउने बेला भएपछि हल्का डाइटहरू दिने, त्यसरी नै अगाडि बढ्थे र मेडलहरू ल्याएपछि पनि अब अहिले त धेरै अवसरहरू छन्, सरकारले पनि नगद क्यास त्यतिखेर पनि दिन्थे। जस्तो हजुरले तुलना गर्नु पर्यो भने चाहिँ कतिको फरक पाउनुहुन्छ अहिले? धेरै डिफ्रेन्स छ। अहिले त अब खेलाडीहरूलाई राम्रो मौकाहरू छ। अहिलेको सिचुएसनमा अहिले राम्रो नेसनल प्लेयरलाई, इन्टरनेसनल प्लेयरलाई क्लबले किन्छन् होइन, किनेर राखेको पनि छ। सेवा सुविधा राम्रो थिएन, हाम्रो पालामा त्यस्तो थिएन। त्यसको बावजुद पनि अब हामी सङ्घर्षले नै जुन आज मेरो आदरणीय गुरुहरूको देनले नै यहाँ पुगेको हो। हजुर त अझै पुलिसबाट खेल्नुभयो। पुलिसबाट खेल खेल्दा त खेल सँगसँगै एउटा वातावरण बनाइदिन्छ नि त सङ्गठनले। त्यो एकदम बाहिरी आफै खेलेको खेलाडी र पुलिसमा त केही न केही डिफ्रेन्ट त होला होइन? धेरै सेवा सुविधा आनन्दसँग ढुक्कसँग खेल्नु पाइयो नि त होइन त? एउटा वातावरण बनाइदिया हुन्छ। जो एक्लै खेलिरहेछ, आफै खेलिरहेछ, आफ्नै लगानीले खेलिरहेछ र जो सङ्गठनको चाहिँ मातहतमा खेलिरहेछ, फरक हुन्थ्यो होला कि कस्तो फरक हुन्थ्यो त्यो? के फरक छ भने त्यसमा चाहिँ जुन गभर्मेन्टभित्र क्लबमा पुलिस, आर्मी, एपिएफ भित्र चाहिँ के हुन्छ, जस्ट खेल्ने, ट्रेनिङ गर्ने, गेममा पार्टिसिपेट हुने, मेडल ल्याउने, अब ड्युटीहरू पनि त्यति खासै पर्दैन, नर्मली हुन्छ। अनि अब सरकारले तलब दिइरहेको हुन्छ होइन। गेम नजिक आउने बेला क्लबले भनौँ न गभर्मेन्टले डाइटहरू दिन्छ। अनि अब बाहिरी खेलमा चाहिँ के छ भन्दाखेरि गीहरू पनि अब हाम्रो जुडोको गेम एउटा ड्रेस छ, गी भन्छ त्यसलाई अहिले, ब्लू एन्ड व्हाइट। त्यो गी नै अलिक एक्सपेन्सिभ, महँगो छ। अब त्यो बाहिरी क्लबमा खेल्ने खेलाडीहरूले स्वयं आफैले किन्नुपर्छ। अर्को कुरो डाइट आफैले खानु पर्यो। त्यसले गर्दा त्यसमा चाहिँ जस्तो गभर्मेन्टको भनौँ न आर्मी, पुलिस, एपिएफको खेलाडी र बाहिरकोमा त्यति फरक छ। किनभने बाहिरकोले सबै आफै गर्नुपर्छ। अहिले कुनै क्लबहरूले हल्का इन्ट्री फी पनि तिर्नुपर्छ, तर पुलिसमा त्यो, आर्मीमा त्यो पर्दैन। जस्ट खेल्ने, खाने, ड्युटी गर्ने, सक्यो। त्यसले गर्दा नै अहिले विभागीय टिमहरूमा राम्रो खेलाडी निक्लिनुको कारण त्यो हो। जस्तो विभाग अहिले आर्मी, पुलिसमा, एपिएफमा राम्रो खेलाडीहरू छ। अन्त त्यहाँ पनि अहिले बाहिर जन्मेको खेलाडीहरू जस्तो पाम भन्ने मिस्टर सूर्यनारायण श्रेष्ठ गुरुले चलाउनु भएको छ, त्यो मनिता प्रधान ओलम्पियन खेलाडी हो। त्यस्तो राम्रो खेलाडीहरूलाई क्लबले किनेर लगेको छ, भनौँ न, लगे राम्रो उसलाई पुलिस बनाइदियो। अनि उसको काम के हुन्छ, जस्ट खेल्ने, खाने। अब यो खेल्दाखेरि चाहिँ अब त्यो वातावरणले पनि भूमिका चाहिँ खेल्छ। त्यो सँगसँगै उसको आफ्नै भित्रबाट आउनुपर्ने हुन्छ, ऊ अनुशासित हुनु पऱ्यो, उसको मानसिकता हुनु पऱ्यो होइन, यो मेन्टली रेडी हुनु पऱ्यो होइन। त्यो चाहिँ कस्तो हुनुपर्छ र हजुरले कसरी डेभलप गराउनु भयो त्यसलाई? त्यो चाहिँ यस्तो छ, अब दुवैमा भर पर्छ, खेलाडी प्लस कोचमा। खेलाडी पनि म गुरुले, कोचले ट्रेनिङ गराएको फुल्ली हेर्नु पऱ्यो, टेक्निक चोर्न सक्नु पऱ्यो, कोचले सिकाएको पर्फेक्ट टेक्निक लगाउन सक्नु पऱ्यो। अब अनुशासन त हरेक गेममै चाहिहाल्छ। अनुशासन, डिसिप्लिन बिना कुनै पनि क्षेत्रमा राम्रो हुँदैन। त्यही माथि हाम्रो जुडो त जेन्टल वे भन्ने छ। अनुशासन फर्स्ट प्रायोरिटी नै अनुशासन। अरू गेममा जस्तो बाडाङ बुडुङ यताउता हान्ने त्यस्तो हुँदैन, एकदमै अनुशासन चाहिन्छ। त्यो बिना हाम्रो जुडोमा सक्सेस हुन अलिक गाह्रो छ। त्यसैले गर्दाखेरि त्यो कुरा कोचले पनि ध्यान दिनु पर्यो, कोचमा पनि त्यो रेडी हुनु पर्यो, खेलाडीमा पनि हुनु पर्यो। अनि बल्ल दुईवटा कनेक्सन भएपछि के हुन्छ, खेलाडी पर्फेक्ट प्रोफेसनल बन्न सक्छ। त्यही नै हो। यो जुडोमा चाहिँ हजुर प्रवेश गरिसकेपछि हजुरले आफ्नो व्यक्तिगत चरित्रमा, क्यारेक्टरमा चाहिँ केही परिवर्तन भएको अथवा बुस्ट भएको त्यस्तो केही पाउनुभयो? त्यो चाहिँ यस्तो छ सर, अब म आफैलाई एउटा गौरव फिल चाहिँ के हो भने मेरो स्टुडेन्टहरू हजारौँ छन्, भए पुलिसमा नै सिकाएँ, बाहिर पनि होइन। अरू त केही होइन, एउटा चाहिँ के भने सम्झिन्छ
चेलाहरूले। अहिले युरोप अमेरिका हरेक ठाउँ नेपालमै 4 गुणा छरिया छ। बेला बेलामा जो गुरु के छ खबर भनेर सम्झिन्छ, फोन गर्छ होइन। एउटा अलिकता जब इन्टरनेसनल रेफ्री लिएपछि चिन्ने मौकाहरू पाए, त्यही नै मलाई चाहिँ एउटा हौसला खुसी लाग्छ। यति जुडोमा लागेर यति भएँ है, सायद जुडो नभएदेखि त कसले चिन्थ्यो होला र भने जस्तो म जस्तो भनौँ न विभागीयमा अवस्था पुलिस त हजारौँ छ होइन। अब जुडोमा पनि छ, मभन्दा धेरै सिनियर गुरुहरू हुनुहुन्छ, उहाँहरूलाई पनि चिन्छ। मलाई व्यक्तिगत चिन्दा चाहिँ मलाई खुसी चाहिँ के लाग्छ भने अब अलिकता पब्लिकले चिन्छ, रिलेसन साथीभाइ बढ्यो, त्यही नै खुसीको कुरा छ। अरू खासै त्यस्तो त छैन। मलाई एउटा खुसीको कुरा पार्ट चाहिँ त्यो लाग्छ। यस जुडोमा लागेर यति भएँ है म भने म आफैमा सन्तुष्ट हुन्छु। नर्मली यो आर्मी पुलिसमा नै एउटा भन्ने चलन हुन्छ क्या, तालिममा पसिना बगायो भने रणभूमिमा रगत बगाउनु पर्दैन भन्ने खालको होइन। जस्तो खेलाडीहरूको पनि त्यो ठ्याक्कै लागु हुन्छ होला। त्यो एकदम दुःख पेन त्यसलाई खप्नुपर्ने, बियर गर्नुपर्ने, स्ट्रगललाई चाहिँ एकदम स्ट्रगल गरिसकेपछि सिकेपछि अनि जब त्यो इन्स्पायरिङ भन्छ के भन्छ होइन, त्यो बेलातिर चाहिँ काम लाग्ने होला मेडल ल्याउनको लागि। त्यसलाई चाहिँ हजुरले कसरी हेर्नु भएको छ आफ्नो व्यक्तिगत जीवनमा निहालेर हेर्दाखेरि? त्यो चाहिँ यस्तो छ सर, अब जुन त्यो जति आफूले मेहनत गर्यो होइन, जुन ट्रेनिङमा आफू लगा भयो, जति आफूसँग इन्डुरेन्स पावर, टेक्निक सब कुरा रेडी भएपछि नै मेडल प्राप्त हुन्छ। रिङमा जाँदाखेरि फाइटरको लागि आफूलाई कन्फिडेन्स, मनोबल ढुक्कसँगले जाने, म जित्छु प्रतिद्वन्द्वीलाई त फाल्छु भन्ने मानसिकता रेडी गर्ने, जुन गुरुले कोचले सिकाएको कुरालाई ध्यान दिने र त्यही हजुरले भनिहाल्ने जुन त्यो चाहिँ आफूले जति ट्रेनिङमा चाहिँ मेहनत गर्यो त्यही नै सक्सेस सफलता पाउने हो। अरू कुरा त त्यसमा मैले अब ट्रेनिङ चाहिँ मर्नी गरेर गएँ, त रिङमा जाने बेला म हार्छु कि क्या त्यो परेबाट प्रतिद्वन्द्वी देख्दै डरायो भने चाहिँ मेडल भनौँ न जित्न सक्दैन। उसको माइन्डसेटले नै त्यही नै हो खास। अब खेल क्षेत्रमा नै त्यही अघि हजुरले भने जस्तै जति पसिना बगायो त्यही नै आफ्नो पर्फेक्ट। खेलमा त्यही त हजुरले भन्नुभयो दुईवटा चिज चाहिँ हुन्छ, एउटा स्किल सेट होइन, कुन लक लगाउने, के गर्ने, कसो गर्ने होला होइन, अर्को माइन्डसेट। दुईवटा चिज चाहियो नि त होइन, रेडी हुनु पर्यो। अब यसमा चाहिँ हजुरले हेर्दाखेरि कुन चाहिँको भूमिका कति प्रतिशत हुन्छ? प्रतिशतमा हामीले हेऱ्यौँ भने माइन्डसेटको भूमिका कति हुन्छ, स्किलको भूमिका कति हुन्छ? त्यो मलाई लाग्छ मेरो चाहिँ अनुभवमा, म गेम क्षेत्रमा धेरै टुर्नामेन्टहरू खेलेँ, लगभग 100 चाहिन्छ दुइटै। किन भन्दाखेरि प्रतिद्वन्दीसँग चाहिँ फुल्ली 4 मिनट खेल्न सक्नु पर्यो। जुडोमा एकै 5 सेकेन्डमा हार्न पनि सक्छ, 4 मिनट फुल खेल्न पनि सक्छ। अहिले त गोल्डेन पनि भन्ने गोल्डेन स्कोर भन्ने पनि जोडेको छ। गोल्डेनमा गयो भने त 8-9 मिनट जति उसले आफूले या उसले प्रतिद्वन्दीले पोइन्ट नल्याएसम्म कन्टिन्यू चल्छ। त्यतिको लागि इन्डुरेन्स पावर, स्टामिना, टेक्निक चाहियो। अर्को कुरो मेन्टली फुल्ली रेडी हुनु पर्यो, कन्फिडेन्स ढुक्क हुनु पर्यो। जित्छु यो टेक्निक लाएर फाल्छु भने बल्ल सक्सेस हुन्छ। अब 2मा 1 कम भयो भने उसको फुल्ली मेन्टली छ तर उसको एकदम स्किल एकदम उसको राम्रो छ होइन, तर उसलाई त्यो आफ्नो स्किलमा भरोसा भएन भने उसले जित्न सक्दैन, अलिक कम चान्स। त्यस्तो त्यो चाहिँ त्यो खेलाडीमा हुनैपर्छ। प्रोफेसनल राम्रो प्लेयरमा त्यो भएन भने उसले सफलता हासिल गर्न अलिक कम चान्स। हजुर अहिले कोच हुनुहुन्छ, जो नयाँ आउने नव युवाहरू हुनुहुन्छ नि, एकदम नयाँ युवाहरूको चाहिँ अहिलेको उनीहरूको चाहिँ बिहेभियर, माइन्डसेटहरू कस्तो पाउनुहुन्छ? पहिलाको र अहिलेकोमा के डिफ्रेन्ट छ? अवश्य नै डिफ्रेन्ट चाहिँ छ अहिलेको युवाहरूमा। अब पहिला चाहिँ मान्थे भनौँ न होइन, अब ट्रेनिङ जुडो गरौँ, जुडो खेल, यो गोल्डेन अपर्च्युनिटी हो, यस्तो धेरैले पाउँदैन, तपाईँ सिलेक्ट भएर आउनुभयो गर्नुहोस् भन्नाले मान्थे। हामी पनि मानेको हो। अलिक डिसिप्लिन अलिक बेसी थियो पहिला जस्तो लाग्छ। अहिलेको बच्चाहरू अब अलि
मान्दैन। अब जुडो एक त हार्ड फिजिकल हार्ड गेम हो, अँ, अनि खेल्न सजिलो छ, ट्रेनिङ गाह्रो छ। ट्रेनिङ गएर अनि बच्चाहरू चाहिँ अब आउँछ 2-4 दिन, अब भनेको नि अब अहिलेको जेनेरेसन नै त्यस्तै छ कि समयको माग हो, टेक्नोलोजी जमाना, मोबाइल बिना भात खाँदैन बच्चा हो। अहिले त्यस्तो हुन्छ भनेपछि अहिलेको बच्चालाई धेरै फकाउनु पर्छ, चक्लेट दिएर हुन्छ कि माया गरेर हुन्छ कि त्यसरी चाहिँ मोटिभेसन गराउन सक्नुपर्छ। ए भनेको आउँछ तर मनाउनु चाहिँ सकिन्छ, तर पहिलाको भन्दा अलिक बढी मिहिनेत गर्नुपर्ने, फकाउनुपर्छ, पकाउनु पर्यो। त्यसो नत्र टिप्दा गएको भन्नाले अब धेरै अहिले त अब एउटा हाम्रो लक्ष्मी तामाङ नानी कोच हुनुहुन्छ, अहिले नेसनल टिमको असिस्टेन्ट कोच पनि हो। उहाँकोमा धेरै छ, लगभग 150-200 जना बच्चा स्टुडेन्टहरू छ। कुन उमेर समूहको छ? अन्डर 14 सम्म छ क्या, कम्तीमा त्यही 5 इयर्सदेखि त्यतिसम्म पनि छ। कन्टिन्यू लगिरहेको छ। ए हजुर हजुर। अनि उसले चाहिँ अब लेडिज पनि हो अर्को कुरो, अनि उसले चाहिँ मोटिभेसन गराउँछ बच्चाहरूलाई, पकाउने यताउता। त्यसो नगरेसम्म बच्चाहरू आउन अलिक गाह्रो छ आउँदैन मार्सल आर्टमा। करातेहरूमा चाहिँ अब नाङ्डुङ पन्चिङ गरेर हान्ने, हाहु गर्ने, अलिकति देख्दा रमाइलो पनि हो। मैले अलिकति अलिक बोरिङ हुन्छ, बोरिङ चाहिँ खासै हुँदैन उसलाई। सुरुमा चाहिँ बुझ्न गाह्रो हुन्छ। अनि सुरुमा उसलाई कस्तो गेम रहेछ जो भने जस्तो फिल गर्छ। तर उसले 6-7 महिना 1-1.5 वर्ष ऊ भिज्दै जान्छ नि, जुडो गेम बुझ्छ, उसलाई इन्ट्रेस्टिङ हुँदै हुँदै जान्छ, अनि उसले कहिले छोड्दैन। जस्तो त्यो अरू चाहिँ मार्सल आर्ट्स कराते र यसमा चाहिँ फरक के हुन्छ खासमा? यस्तो छ, टुर्नामेन्टको हिसाबमा धेरै फरक छ। कराते त पन्चिङ किक मात्र हो होइन, हाम्रो पन्च किक अलाउड छैन। हाम्रो त जस्ट थ्रोइङ र लक, घाँटी लक, ह्यान्ड लक र थ्रोइङ र च्याप्ने भन्ने हुन्छ, ग्राउन्ड टेक्निकमा च्याप्ने, त्यो मात्रै अलाउड हुन्छ। र अर्को पार्ट पनि छ हाम्रो एउटा, त्यसलाई गोसेन्सुसु भन्छ, अनम कम्ब्याट, सेल्फ डिफेन्स। त्यतिखेर चाहिँ अनि पन्चिङहरू युज गर्नु पाइन्छ, टुर्नामेन्टमा पाइँदैन। सेल्फ डिफेन्सको लागि डिफेन्समा पाउँछ होइन। सेल्फ डिफेन्समा कसरी मद्दत गर्छ यसले? कुन कुन पार्टमा चाहिँ? सेल्फ डिफेन्समा चाहिँ धेरै मद्दत, एकदम राम्रो लकहरू छ जुडोको। जस्तो पुलिस आर्मीलाई त कम्पलसरी चाहिन्छ जुडो। अपराधीहरू समात्दाखेरि कसरी कन्ट्रोल गर्ने, कसरी अपराधी समात्ने, जता हतियार बिना गन बिना कसरी क्याप्चर गर्ने, जस्तो हजुरले सिक्नुभयो भने हजुरको लागि सेल्फ डिफेन्स, कसैले पन्चिङ गरेर कसरी छलेर चाहिँ लक लाएर कन्ट्रोल गर्ने, उसलाई आफ्नो बसमा कसरी लिन सक्ने, धेरै राम्रो सेल्फ डिफेन्समा, बहुत राम्रो। अरू मान्छेहरूले प्रश्न सिक्दा पनि एकदम बेटर हुन्छ सेल्फ डिफेन्स। त्यति फरक छ भनेको। अरू मार्सल आर्ट्स भन्दा यो झन् फरक छ भनेको, अझै प्रभावकारी छ, अलिक धेरै प्रभावकारी छ सेल्फ डिफेन्स। हजुर सेल्फ डिफेन्समा चाहिँ त्यस्तो राम्रो छ। जस्तो अब अरू करातेहरू पनि छ, नभएको होइन, तर हाम्रो चाहिँ के छ, यसले चाहिँ अरूले भन्दा नदेखाइकन साइलेन्टली क्याप्चर गर्न सक्ने त्यस्तो हुन्छ। के कहानी हजुरलाई, मलाई के कहानी, कसरी डिफेन्स गर्ने, उसलाई कसरी कन्ट्रोल लिने, पन्चिङ गर्दाखेरि छलेर कसरी कन्ट्रोल गर्ने, एकदम राम्रो राम्रो लकहरू छ हाम्रो जुडोमा चाहिँ। त्यही भएर पुलिस आर्मीले नै अहिले कन्टिन्यू अहिलेसम्म जुडो नेपालमा सुरुवात भएकै नेपाल पुलिसबाट हो 2026 सालमा। अहिलेसम्म पुलिसले कन्टिन्यू दिइरहेको। पुलिसमा त्यो सेल्फ डिफेन्स कम्पलसरी चाहिन्छ जस्तो लाग्छ मेरो विचारमा है, अरूको विचारमा के लाग्छ। र पुलिसमा नेपाल पुलिसमा अहिले पनि भिभिआइपी ट्रेनिङहरूलाई उहाँहरूलाई जुडो कम्पलसरी सिकाउँछ। किनभने अपराधी समाउनु पर्यो, अनि समाउँदाखेरि पब्लिकलाई पन्च दिनु भएन, ब्लड आउँछ, नराम्रो हुन्छ पब्लिक अगाडि होइन, तर उसलाई असर पर्छ, तर रगत आउँदैन। लक गरिदियो भने त दुख्यो नि त, बटारिदियो भने दुख्यो, आफ्नो कन्ट्रोलमा लिन सक्यो, तर असर केही देख्यो बाहिरबाट चाहिँ देखिँदैन। हजुरले पनि सुरुमा चाहिँ फिल गर्नुभएको थियो जुडो खेल्नुभयो होइन, अनि त्यो अहिलेको बच्चाहरूले देखाएको थियो फर्स्टमा चाहिँ इन्ट्रेस्टिङ नहुने त्यस्तो फिल गर्नुभएको थियो। यता जस्तो हामीले उसुहरूको त्यो गन्धहरूको हेऱ्यो भने उडी कि घान्ने हुन्छ नि होइन, यहाँ चाहिँ बस्या छ समात्या छ होइन, बस्या छ समात्या छ। अनि फेरि तपाईँको पछार्ने लगभग
सुरुमै गाह्रो हुन्छ हजुरको यो मन्टोहरू दुख्ने जिउ दुख्ने यो ओकिमी भन्छ हाम्रो चाडपर्व है त्यो ओकिमी हान्दै नै हप्ता दिन जति त थलै परे जस्तो हुन्छ यो पार्टहरू दुख्छ त्यसरी ओकिमी त्यो नसिकिकन थ्रोइङ गराउँदैन थ्रोइङ गर्न मिल्दैन उसले आफ्नो बडी सेल्फ गर्नु पर्यो नि त त्यसको लागि त्यो गर्दाखेरि नै फिल हुन्छ कि ओहो जुडो धेरै गाह्रो भयो मलाई पनि पहिला सुरुमा तर पछि गएर त्यस्तो फिल भएन अब म पछि त प्रोफेसनल हुँदै गएँ प्रोफेसनल भयो होइन त्यो बिचमा चाहिँ त्यो ट्रेन राम्रोसँग नहुन्जेल चाहिँ छोडिदिउँ भने जस्तो लाग्यो गिभअप गर्नु मन लाग्यो मतलब त्यति साह्रो चाहिँ भएन अब त्यो माहौल थियो हाम्रो अनि साथीभाइहरू खेल्थे अनि अरू सिनियर गुरुहरू खेलेको फेरि ब्राइङ थ्रोइङ पछार्दाखेरि अनि रमाइलो हुन्थ्यो क्या जुडो त यस्तो पो रहेछ भन्ने अनि फेरि होइन आज त ट्रेनिङमा नजाउँ जस्तो हुन्थ्यो तै पनि अब बाध्यता होला जानै पर्थ्यो त्यसपछि मानि नै भयो ओके अब यो हजुर यो जुरी डाइरेक्टर भएर एउटा चाहिँ ओपन जुडो च्याम्पियनसिप हुँदैछ पोहोर पनि भयो यसपालि पनि हुन्छ यो दोस्रो भर्जन होला यो जुन चाहिँ च्याम्पियन जुडो एकाडेमीले आयोजना गरे होइन त हो अब यसमा चाहिँ हजुरको अघिल्लो सालको एक्सपिरियन्स कस्तो रह्यो हाम्रो च्याम्पियन्स एकाडेमीको डाइरेक्टर मिस्टर सरोज भाइले गराउनु भएको फर्स्ट गेम हो यो सबै नेपाली खेलाडी जति पनि जुडोमा लाग्नु भएको कोच खेलाडी अफिसियल रेफ्री सबको लागि खुसीको कुरा हो उहाँले जुन प्रोसेसले फर्स्ट टाइम गेम गराउनु भयो सबै ह्याप्पी थिए राम्रो भयो एकदम राम्रोसँग सम्पन्न भयो त्यो लास्ट इयरको गेम यो हजुरले चाहिँ हेर्दाखेरि एज अ होइन कोच हेर्दाखेरि चाहिँ यसले यो जुडोको खेलाडीहरूलाई जुडोसँग इन्ट्रेस्ट राख्ने जुन अडियन्सहरू छ कतिको अर्थ राख्छ कतिको महत्त्व दिन्छ यो च्याम्पियनसिपले अवश्य नै दिन्छ यो सिनियर गेम पनि हो पोहोर इन्टरनेसनल नेदरल्यान्ड अनि भुटान पनि पार्टिसिपेट भएको हो त्यसले गर्दाखेरि यो ओपन च्याम्पियनसिपले अवश्य नै सपोर्ट गर्नेछ र हौसलापूर्ण हुनेछ खेलाडी र कोचमा भन्ने मैले आशा लिएको छु किन भन्दाखेरि यो नेपालमा त्यस्तै कहिले कोरोना कहिले के भयो कहिले भूकम्प भयो ग्याप हुँदाखेरि गेम पनि कम भइरहेछ अनि जति हुनुपर्ने सरकारबाट पनि अहिले यो राष्ट्रिय गेम पनि स्थगित भइरहेछ यस्तो अवस्थामा मिस्टर सरोज भाइले गेम गराउनुहुन्छ यो गेम कोच खेलाडी सबैको लागि खुसीको कुरा हो यसले अवश्य नै जुडो प्रेमीलाई एउटा राम्रो सन्देश जानेछ भन्ने मैले विश्वास लिएको छु र लास्ट इयर पनि राम्रोसँग गेम सम्पन्न भयो हजुरको आफ्नो व्यक्तिगत अनुभव चाहिँ कस्तो रह्यो कस्तो अपेक्षा कति गरे कस्तो आयो लास्ट इयरको राम्रै आयो रिजल्ट पनि सबै खेलाडीहरू राम्रैसँग सम्पन्न भए जुन मैले सोचेको थिएँ मैले नै जिम्मा लिएको रेफ्रीको होल्ड जुरीको काम रेफ्रीहरूले पनि राम्रै सबैले राम्रै निर्वाह गर्नुभयो काम गर्नुभयो कतिको त्यो रेफ्रीहरूलाई चाहिँ कतिको चुनौती हुन्छ त्यो एकदम पारदर्शी रूपमा त्यो रिजल्ट दिनलाई के मान्छेहरूले विरोध कतिको आउँछ विरोधहरू यस्तो छ सबैलाई आफूले राम्रो गरे जस्तो लाग्छ आफ्नो राम्रो पोइन्ट चाहिँ यो चाहिँ मेरो राम्रो पोइन्ट हो भन्ने लाग्छ होइन अरूले गरेर कमजोरीहरू देख्छ अनि त्यहाँ अब खेलाडीहरू कोही एग्रेसिभ पनि होला विवाद रहित तरिकाले सम्पन्न गर्न कतिको चुनौतीपूर्ण चाहिँ हुन्छ त्यो एकदम रेफ्रीको काम डिसिजन भनेको जुनै पनि गेम हो जुडोको मात्र होइन रेफ्री भनेको अब्जसिलो काम हो कहिलेकाहीँ राम्रै गर्दा पनि मिस्टेक हुन्छ मिस्टेक गरिन्छ भइन्छ भने अब ठुल्ठुलो ओलम्पियन रेफ्रीहरू पनि मिस्टेक हुन्छ अब त्यति गर्दै पनि चाहिँ गाली खाइन्छ भनौँ न रेफ्रीलाई फुटबलतिर त देख्नुभयो होला हजुरले बोतल हान्ने सिटी फुल्ने अब जुडोमा चाहिँ कम हुन्छ तर मैले अघि नै भने जुडो जेन्टल वे हो जुडोमा अलिक त्यस्तो चाहिँ हुँदैन तर पनि गाली त खाइन्छ मनमा त अलिअलि मन दुख्छ अलिअलि एक्सप्रेस गर्ला होइन यसो गरे भयो हुन्थ्यो अब कहिलेकाहीँ चाहिँ पक्षपात गरे कि ठुलो पोइन्ट थियो सानो दिइन्छ ठुलो थियो सानो दिइन्छ सानो थियो ठुलो दिइन्छ मिस्टेकले जान्छ होइन त्यस्तो बेला चाहिँ अलि आफूलाई नि नरमाइलो हुन्छ अर्को कुरो चाहिँ अब खेलाडीहरूले त यसै पनि
रिस गर्ने भइहाल्यो यहाँ रेफ्रीले गर्दा हार्नु पर्यो रेफ्रीको डिसाइडै राम्रो रेफ्री नै राम्रो भएन भन्ने हुन्छ नि त्यो त अवश्य नै छँदैछ एकदम चुनौतीपूर्ण काम हो रेफ्रीको काम जुडो मात्र होइन सबै रेफ्री सबै गेमको सबै हो हजुर चाहिँ यो गेम पहिला खेलाडी हुनुहुन्थ्यो खेलाडीबाट चाहिँ विदेशमा गएर इन्टरनेसनल रेफ्री भनेर लिनुभयो हजुरले होइन त्यो चाहिँ किन लिनुपर्छ जस्तो फिल भयो त्यो बेलामा हजुरलाई त्यो चाहिँ यस्तो फिल भयो कि सर नेपालमा जुडोको रेफ्री इन्टरनेसनल रेफ्री अलिक कमै हुनुहुन्थ्यो त्यो ताका अनि जब मेरो गेम क्षेत्र पनि रोकेँ मैले रोकेपछि मलाई चाहिँ इन्ट्रेस्टिङ के लाग्यो भने इन्टरनेसनल रेफ्री ल्याउनु त लिनुपर्छ है भोलि गएर मलाई केही राम्रो हुन्छ कि भन्ने चान्स मेरो दिमागमा आएको भएर 2007 चाहिँ त्यतिखेर पनि अध्यक्षज्यू हुनुहुन्थ्यो दीपक हर्ष बजाचार्य अनि उहाँले एक दुईजना गुरुले मगामा आइजिएफ कन्टिनेन्टल रेफ्रीको इक्जामिनेसन छ भन्ने कुराहरू थाहा पाएँ त्यसपछि अनि मलाई लाग्यो म जान्छु भनेर अनि हामी तिनजनाले पार्टिसिपेट गरेको सूर्यनारायण गुरु सूर्यनारायण श्रेष्ठ गुरु अनि चन्द्रनारायण डङ्गल गुरु र म तिनजना गएको थियौँ अनि इक्जाम पनि दियो जो सक्सेस भयो पास भयो भनौँ न अनि खुसी पनि लाग्यो पास फेल भएर आएको भए त नरमाइलो हुन्थ्यो पास भयो होइन अब यो यसपालिको चाहिँ जुन ओपन च्याम्पियनसिप छ जुडोको दोस्रो संस्करण हो होइन हजुरले नै टोटल रेफ्री जुरी डाइरेक्टर हेर्दै हुनुहुन्छ अनि यसपालि कसरी चाहिँ गर्ने हजुरले योजना बनाउनु भएको छ कसरी अझै पोहोरको भन्दा ट्रान्सपरेन्ट तरिकाले विवादरहित तरिकाले त्यसमा त अब रेफ्री होइन रेफ्रीको भूमिका धेरै हुन्छ अरू सबै चाहिँ इभेन्ट अर्गनाइजेसन त्यो एकाडेमीले गरे पनि अब आइसकेको मान्छेहरूलाई चाहिँ कस्तो वातावरण दिने भन्ने त त्यहाँ पनि भूमिका हुन्छ होइन हजुरको कस्तो छ योजना चाहिँ यसपाला पोहोरको लास्ट इयर भन्दा यसपाला अब हामीले सेमिनार लियौँ जिओबाट अस्ति आउनु भएर इन्डियाको आउनुभयो थियो जिओको आएर नयाँ रुल्सबारे सेमिनार पनि गराउनु भयो र 2-3 गेम पनि सक्यो त्यसो राष्ट्रिय कमिटीमा र अस्ति लेकोस पनि सक्यो त्यो आफ्टर सेमिनार आफ्टर यसपाला हामी नयाँ रुल्स अनुसार यो गेम यो ओपन च्याम्पियनसिपमा गराउनेछौँ रेफ्रीको हकमा र मेरो सोचमा पोहोरको भन्दा अझै फेयर रेफ्रीहरू राख्नुपर्छ र राम्रो प्रभाव पारौँ खेलाडीहरूलाई रेफ्रीको वाद विवाद नआओस् रेफ्रीले गर्दाखेरि पनि ठुलो भूमिका छ अहिले हजुरले भने जस्तै उसको एउटा गेमले गर्दा ऊ हार्यो भने कुनै खेलाडीहरू ब्लाइन्ड हुने जस्तो उसको लाइफको कुरा नि छ त्यस्तो नहोस् भनेर म सक्दो फुल्ली कोसिस गरिरहेको छु होइन राम्रो रेफ्रीहरू राख्छु म यसपाला अब हामी मिटिङ गरेर कोअर्डिनेट गर्दैछौँ त्यसपछि जस मैले सक्दो राम्रो गर्ने पक्षमा राम्रो गर्छु नै ओके अब यो खेलाडीहरूलाई चाहिँ अझै प्रोत्साहन गर्नको लागि सम्भवतः यस्तो खालको गेमहरूले पनि काम गर्छ होइन यो सरकारबाट चाहिँ नीति कार्यक्रमहरू र वातावरण कस्तो वातावरण बनाइदियो भने चाहिँ यो खेललाई अझै बढी प्रोत्साहन दिएर जुन खेलाडीहरूले समर्पित भएर लागेको छ नि आफ्नो जीवनको महत्त्वपूर्ण समय त्यहाँ दिन्छ उसले देशको लागि खेलेका हुन्छ कतिपय खेलाडीहरूले आफ्नो परिवार आफ्नो कतिपय करियरलाई पनि दाउमा राखेर चाहिँ एउटा खेलप्रतिको त्यो सम्भवतः लगावले होला त्यसलाई त्यो निरन्तरता दिनु उसको त्यो चिजलाई रेस्पेक्ट गर्नलाई चाहिँ कस्तो वातावरण बनाइदिनुपर्छ जस्तो लाग्छ हजुरलाई अब यो त मैले भन्नुपर्दाखेरि नेपाल सरकारले गभर्मेन्टले नै भनौँ न खेलाडीहरूलाई एउटा खेल क्षेत्रमा लागेर पनि एउटा जीवनयापन गर्न सक्ने खेल क्षेत्रमा लागेर पनि आफ्नो फ्यामिली पाल्न सक्ने वातावरण बनाइदिनुपर्छ सुविधा दिनुपर्छ धेरै नेपाली खेलाडीहरू अहिले विदेश पलायन भएको कारण त्यही नै छ राम्रो खेलाडीहरू हाम्रो जुडोको मात्र होइन अरू खेलको पनि छ त्यसैले गर्दाखेरि नेपाल सरकार राष्ट्रिय खेलकुद परिषद र जुनै पनि फेडरेसन अथवा एसोसिएसन उहाँ जति यसरी चाहिँ खेलाडीलाई एउटा अहिलेबाट भनौँ न मिसन टार्गेट राखेर नै
खेलाडीहरूलाई चाहिँ यो क्षेत्रमा लागेर मलाई चाहिँ भविष्य छ है, इज्जत पनि छ, राष्ट्रको लागि इज्जत राख्छु र मेरो भोलि गएर मेरो फ्यामिलीलाई यहीबाट म जीवनयापन गर्न सक्ने छ भन्ने वातावरण सरकारले बनाइदियो भने, जस्तो केही रोजगारी दिने, कोचहरूलाई भर्ना गरिदिने भइदियो भने। अहिले हाम्रो जुडोमा तपाईँको जम्मा 3 जना कोच, परिषदको कोच भनेको चिफ कोच र बाहिर 2टा हुनुहुन्छ नेपालमा। अब कमसेकम भोलिन्टियर कोचहरूलाई 5 जना थपिदियो भने त उसको एउटा जीवनयापन, एउटा फ्यामिली पाल्न सकियो होइन, उसले डेडिकेट भएर काम गर्न सकियो लाग्छ नि त। ऊ खेलाडी निकाल्छ, उत्पादन गर्छ। सरकारले यस्तो नीति ल्याइदियो भने चाहिँ, जस्तो धेरै हाम्रो 17-18 जना कोच हो जुडोको, अब त्यत्तिकै लसमा छ, खालीमा छ कि। अब अहिले आउने नयाँ पिँढीको कोचहरू धेरै राम्रो छ, हामीहरू त एज ओभर भइसक्यो होइन। अब त्यो भोलिन्टियर कोचहरूलाई जस्तो बाहिर आउट अफ भ्यालीको राम्रो खेलाडीहरू धेरै निकालिरहेछ, उनीहरूले कमसेकम सरकारले परिषदको कोच गरिदियो भने त नर्मली पनि 40,000 जति आयो, उसको त फ्यामिली त राम्रो भयो नि त। सरकारले यस्तो नीतिहरू त्यो भर्नाहरू गरिदियो भने र सङ्घहरूले लाग्दियो भनेदेखि चाहिँ सो बेटर। हजुरको यो जुडोको जर्नीमा चाहिँ एकदमै इमोसनल भावुक भएको क्षण सम्झिनु पऱ्यो भने कुन क्षण याद आउँछ? त्यो त्यस्तो क्षेत्रपट्टि छ भन्नाले मलाई एउटा 2004 जस्तो लाग्छ। अनि इन्डियामा थियो, लखनऊमा, त्यो चाहिँ राजीव गान्धी इन्टरनेसनल जुडो च्याम्पियनसिप। त्यतिखेर म पुगेकै थिएँ होमा। अनि त्यतिखेर चाहिँ फर्स्ट बाउट सेकेन्ड बाउट खेल्दाखेरि बङ्गलादेशसँग कता परेको थिएँ। अनि म टेक्निक लाउन जाँदा उसले डिफेन्स गरेछ। त्यसपछि अनि उसको घोडाले चाहिँ मेरो यो यतापट्टिको यो अहिले पनि यस्तो खप्टियो तलको, त्यो सिचुएसनमा चाहिँ मलाई यस्तो पेन भयो होइन, हारेँ, त्यो छोडिदिएँ मैले होइन, हारेँ, गिभअप गरेँ। अनि त्यो सिनमा चाहिँ यति गाह्रो भयो कि होइन। त्यो भनेको त्यो शारीरिक मात्र गाह्रो भएको थियो कि त्यो एउटा भावनात्मक पीडा पनि भएको थियो? मतलब अब जुडो खेलेर यस्तो भयो, यो त अनि हुन त पछि त ठिक भयो, मेरो शरीरै बिग्रियो भने त्यतिखेर चाहिँ त्यो दुखाइको पेनले गर्दाखेरि ओहो यस्तो पनि भयो जुडो खेलेर भन्ने अलिक फिल भएको थियो मलाई। अनि एकदमै ह्याप्पी चाहिँ कहिले फिल भएको थियो यो जुडोमा लाएर एकदम गर्व महसुस भएको समय चाहिँ? अब मेडलहरू जित्न साथै त यसै नै ह्याप्पी भइहाल्छ एसोसिएसन गेम टाइममा। सबभन्दा एकदम यो चाहिँ एकदम सधैँ याद आउने चाहिँ जब मलाई यही इन्टरनेसनल रेफ्री लिने बेला मौकामा गएको थिएँ। 2टै गुरुहरू सिनियर हुनुहुन्थ्यो। सूर्यनारायण गुरु त एसियन खेलाडी पनि, एसियन गेम खेलाडी हो। अनि चन्द्र गुरु हुनुहुन्थ्यो, 2 जनै सिनियर। म त त्यतिखेर भर्खरकै थिएँ। अनि त्यतिखेर चाहिँ मलाई डाउट के थियो भने फेल हुन्छ होला सायद, 3 जना त कसरी पास गर्ला र भन्ने थिएँ। एक्जाम दिएँ, यताउता सबै काम भयो। लास्टमा त्यो सर्टिफिकेट बाँड्ने बेलामा मेरो नाम आउँदा चाहिँ ओहो झलास फिल भयो कि मलाई, ह्याप्पी भएँ होइन। म त हुँदै मैले सोचेको थिएन म पास हुन्छु भनेर होइन। जब लाइसेन्स दियो, ब्याज दियो, अनि म टाइ बाँडेपछि चाहिँ अनि रेफ्री डाइरेक्टरले जापानको गुरु हुनुहुन्थ्यो, उहाँले बाँडे सबलाई होइन। अनि त्यो मेरो नि नाम आउँदा चाहिँ मलाई त्यतिखेर चाहिँ ठुलो खुसी जस्तो लाग्यो त्यो सिचुएसन। अहिले पनि याद आउँछ त्यस्तो। यो नेपाल पुलिस अब आर्मी भयो, सशस्त्र भयो होइन, खास चाहिँ अब त्यो मान्छे त्यही हुन्छ, त्यो ड्रेसलाई चाहिँ उसको पर्सनालिटी फरक हुन्छ क्या, त्यो युनिफर्मले फरक बनाउँछ नि होइन। त्यो युनिफर्म सँगसँगै उसको माइन्डसेट पनि चेन्ज हुन्छ। कस्तो हुन्छ त्यो? मान्छे भित्र मान्छे त त्यही मान्छे हुन्छ नि त होइन। ड्रेस लगाइसकेपछि त उसलाई बाहिरबाट हेर्दा चाहिँ फरक देख्छ क्या मान्छेहरूले। यो ड्रेसमा म छुट्टै देख्छु, पुलिसको ड्रेसमा म छुट्टै देखिने हुन्छ। बाहिरी मान्छेकोमा त ड्रेस्टिक फरक देखिन्छ। पुलिसको ड्रेस त प्रायः चाहिँ अब अलिक अगाडिको कुरा त, एउटा ड्रेसलाई त्यो देख्ने बित्तिकै चाहिँ एकदमै मान्छेहरू डराउने स्थिति पहिला अहिले पहिला चाहिँ थियो। अब हामी गाउँमा स्कुल पढ्दा नि
बेसी राति टोपी लगाएर आएपछि हो डराउँथ्यो डराउँथ्यो त्यो हजुरले त्यो कस्तो फिल गर्नुभयो त्यो चाहिँ अवश्य नै त्यो यस्तो हुन्छ पुलिस ट्रेनिङ गरिसकेर त्यो ड्रेस लाएर ड्युटीमा बसिसकेपछि अवश्य नै मेन्टली पनि अलिक खुसी लाग्छ क्या अलि पब्लिक अगाडि चट्टै भएर बसौँ मलाई राम्रो भनोस् भन्ने फिल त आइ नै हाल्छ जो कहिले पनि अनि यो हजुरले ठ्याक्क जोइन गर्ने बेला त त्यो द्वन्द्व सुरु भएको थियो क्या पुलिस त अब त्यो भाग्यवश सम्भव त हजुर बाहिरै निस्किनु परेन होला खेल्न मात्रै लाग्नु पऱ्यो होइन त्यो पुलिस भन्ने बित्तिकै त अब परिवार र समाजमा पनि एक खालको चाहिँ ओहो त्यसमा जाइरहेको छ अब यो फर्किन्छ कि फर्किँदैन भन्ने एक खालको आतङ्कको समय थियो होइन कति वर्ष त घरै गएन हिँड्नै मिल्दैन थियो अब हाम्रो रामेछापमा मेरो एरियामा पनि व्यापक त्यो द्वन्द्व स्थिति थियो होइन अनि तर मलाई लाग्छ त्यो सिचुएसनमा अब मेरो लकले पनि भनौँ गेममै बसेँ र मेरो गाउँमा म पुलिस भनेर नि त्यो बेलामा कमाइलाई थाहा थिएँ त्यसले गर्दाखेरि नि थ्रेटहरू मेरो घर फ्यामिलीहरूमा बाबा मम्मीहरूलाई त्यस्तो आएन नत्र कति प्रायःको त छोरा निकाल्ने भए निकाल नत्र त्यस्तो पनि थियो भयो तर मेरो चाहिँ त्यस्तो भएन त्यो बेला कतिको हजुरलाई त्यो भनौँ न अब फियर चाहिँ कतिको हुन्थ्यो डर चाहिँ कतिको लाग्थ्यो अब डर त भइ नै हाल्छ होइन वारदेखि भने अब त्यो कति फेरि अब जस्तो मुठभेड प्रत्यक्ष भेटेर फाइट खेले जस्तो होइन लुकेर हान्यो अब हानिहाल्ने भन्ने त भइ नै हाल्छ त्यो पनि उसलाई मात्र उसको परिवार उसँग जोडेको मान्छेहरूलाई नै इमोसनली गर्ने इमोसनली हुन्छ त्यस्तो हुन्छ अब ड्रेसहरू लगाएको बेलामा कहिलेकाहीँ हामी यही नेपालमा कहिलेकाहीँ बन्दा सन्दा हुँदाखेरि हामी ड्रेस लाउनुपर्छ ड्युटी आउनुपर्छ खेलाडी पनि पर्थ्यो अनि त्यो सिचुएसनमा अब अलिअलि डर त भइ नै हाल्छ हामी मिसनमा पनि त्यही काम हो जस्तो ड्रेस लगाएर बाहिर गएपछि त्यहाँ लुकेर हान्नियो कता सिसाले हान्नियो कि कता ढुङ्गाले हान्नियो कि भन्ने त्यस्तो त हुन्छ हजुर हाइटी जानुभएको थियो मिसनको क्रममा होइन त्यहाँको चाहिँ अनुभव कस्तो रह्यो त्यहाँ पनि बसुन्जेल राम्रैसँग बितायौँ भनौँ 7 महिना 7.5 8 महिना चान्चुन बस्यौँ भूकम्प आफ्टर गएको हामी त्यो भूकम्पले देश कतिको नेपालभन्दा कतिको ठुलो हो कि सानो हो त्यो कस्तो छ सानै छ सानो छ नेपाल लगभग नेपाल जत्रै होला नेपालभन्दा अलिक ठुलो छ तर त्यहाँको जनताको चेतनाको स्तर चाहिँ कस्तो थियो नेपाल कति सालमा हजुर जानुभएको थियो 2010मा जानुभएको थियो होइन जनताहरूको अलिअलि माहौल बुझ्नु होला नि चेतनाको स्तर कस्तो थियो स्तर त हाइटीको अब पब्लिकको त जनता एकदमै त्यहाँ अवेर अनपढ चाहिँ हो अनपढ होइन अब उनीहरूलाई चाहिँ काम गर्न अल्छी मान्ने त्यहाँको पब्लिकको अब अहिले त धेरै डेभलप भयो होला होइन त्यतिखेरको सिचुएसनमा चाहिँ उनीहरू काम त्यो नेपाल र चाहिँ त्यो कम्पेयर गर्दा चाहिँ कुन चाहिँ बढी अलि राम्रो लाग्थ्यो हजुर नेपालै राम्रो नेपालै राम्रो त्यहाँको उसमा हेर्दाखेरि चाहिँ नेपाल धेरै हामी गोर्खालीहरू हामी नेपालीहरू धेरै बुझ्ने धेरै अनुशासन त्यहाँको जनता अनुशासनै छ गाडी ल्याएर रोडमै छोडेर हिँड्दिने त्यस्तो काम गर्न नचाहने माएर खाने खोज्ने उनीहरूको त्यस्तो अलिकति जनचेतना कम भएर त्यस्तो भएको हो र बसाइ पनि राम्रै भयो भनौँ न अब मेरो कमान्डर हुनुहुन्थ्यो एसपी साहब त्यति अहिले डिआइसी साहबमा रिटायर हुनुभयो मिस्टर कमल जिटी डिआइसी साहब हुनुहुन्थ्यो उहाँको अन्डरमा काम गरेँ राम्रोसँग सम्पन्न गरेँ त्यो अवधिभित्र चाहिँ त्यो हजुरले भन्नुभएको जस्तो एकदमै लाइफ नै थ्रेटनिङ खालको चाहिँ मोमेन्टहरू आयो कि आएन त्यस्तो चाहिँ आएन नेपालीहरूलाई अलिक फेरि माया पनि गर्थ्यो युएन मन्त्रीमा नेपालीहरू चाहिँ अब हामी दया माया हुन्छ नि त केही भयो भने नि साथमा भने एउटा डल्लो स्याउ खाऊ कहिलेकाहीँ यसो दियो अनि नेपाली चाहिँ गुड नेपाली गुड भन्थ्यो अनि नेपालीहरूलाई त्यस्तो खासै थ्रेट भएन त्यस्तो सिचुएसन भनेको त्यही त त्यो हजुरले भने जस्तै अनएक्सपेक्टेड रूपमा कताबाट लुकेर आक्रमण गर्ने त्यस्तो हुन्थ्यो गर्छ कि भन्ने फिल चाहिँ हुन्थ्यो तर त्यो परिस्थिति चाहिँ बनेन जब एकदमै डर फिल हुन्छ नि त्यो डर भने चाहिँ ठ्याक्कै नभएको चिज तर हुन्छ कि भन्ने चिज हो नि त डर भने चाहिँ होइन त हुन्छ कि भन्ने चिज तर त्यो भएको त छैन तर होला कि भन्ने चिजले मान्छेलाई भित्रबाट गलाइरहेको हुन्छ त्रास बनाइरहेको हुन्छ त्यो बेलामा चाहिँ त्यसलाई कन्ट्रोल गरेर आफू एकदम स्थिर बस्नु चाहिँ जस्तो त्यो एकदम त्रास मनस्थितिको मान्छेले त राम्रो ड्युटी गर्न सक्दैन राम्रो रिजल्ट ल्याउन सक्दैन गेममा होस् अथवा यो फिल्डमा होस् होइन त्यसमा आफूले आफूलाई हजुरले कन्ट्रोल एकदमै काम राख्न चाहिँ के गर्नु हो
त्यो सिचुएसन आइपऱ्यो भनेदेखि अब आफैलाई आफूलाई कन्ट्रोल गर्ने म जसरी पनि यो निर्वाह गर्छु यो ड्युटी राम्रो गर्छु मेरो कति घन्टाको ड्युटी हो होइन कहाँ जाँदैछौँ हामी त्यसको टार्गेटमा आफैलाई कन्ट्रोल गर्नु बाहेक त्यसको हुनै छैन खेल क्षेत्रमा पनि त्यही हो मैले अघि नै हजुरलाई भने रिङमा छिर्ने बेलामा म सक्छु यो गेम त म जित्छु फल्ना त्योलाई त जितेर आउँछु भन्ने मेन्टली लिएर गयो भने होइन थरथर काम्न थाल्यो भने त्यो गएको 5 सेकेन्डमा हारेर बाहिर हार्छ त्यही त उसँग त्यो क्षमता पनि होला मात्र उसलाई त्यो डरले चाहिँ उसको त्यो क्षमता बाहिर निक्लिनै दिँदैन क्या होइन त हो त्यो डरलाई चाहिँ हटाउने चाहिँ कसरी त्यो चाहिँ यसो गर्नुपर्छ अब यसको क्लास पनि हुन्छ हाम्रो थ्योरिकल प्र्याक्टिकल भन्ने पनि हामीले क्लोज गेममा पनि हामीलाई परिषदबाट आएर पनि त्यो गराउँछ त्यस्तो सिचुएसन आइपऱ्यो भने चाहिँ अनि अब आफैलाई कन्ट्रोल गरेर त्यो डरलाई एक प्रकारले हटाउने मनबाट हटाउने केही टेक्निकहरू त्यसको चाहिँ प्र्याक्टिस गर्नुहुन्छ हजुरले त्यसको त प्र्याक्टिस गर्दैन मेन्टली रेडी गर्नु पर्यो ए होइन है यसो गर्नुहुन्न त्यो डरको विचारलाई हटाएर अर्को विचार लिएर आउनु पर्यो फर्काइदिइहाल्नु पर्यो क्या हाने नै हान्छ हाने नि डिफेन्स गर्छु भन्ने फिल हुनु पर्यो अब त्यसले चाहिँ त्यसलाई चाहिँ जित्छु म त्यसले यो टेक्निकलाई यो डिफेन्स गर्छु भनेर मेन्टली तयारी गर्न सक्नुभयो भने त अवश्य नै सक्सेस भइहाल्छ नभए त कुनै पनि मान्छेले काम गर्नै सक्दैन हजुर अहिले इन्टरनेसनल रेफ्री हुनुहुन्छ यो रेफ्री एज अ करियर चाहिँ हजुरले कसै मान्छेले अब हजुरले त गरिरहनु भएको छ अरू कुनै मान्छेले चाहिँ म करियर बनाउँछु भन्यो भने चाहिँ कतिको चुनौतीपूर्ण छ यसले मान्छेलाई आफ्नो जीवनयापन गर्न पुग्ने ल्याउँछ आयस्रोत त्यो आयस्रोत त कमै छ भनौँ न त्यति हुन सक्दैन त यो इन्टरनेसनल भनेपछि त अरू देशमा पनि लिङ्क भयो भने त जानु मिल्छ होला नि त होइन जानु मिल्छ त्यो सबै भयो भने त स्कोप ठुलो होला होइन कुनै एउटा देशमै मात्र बस्दा चाहिँ अलिकति के चुनौतीपूर्ण छ चुनौतीपूर्ण धेरै तपाईँको अब मैले भन्नु यो वर्षमा 2-3वटा गेम त हुन्छ नेसनलै बस्यो भने त होइन नेसनलमा बसे फेरि अब हाम्रो अब कुनै गेमहरू त अब हाम्रो साथीभाइ आफ्नै कोचहरूले गराएको हुन्छ कुनै बेला अब भएन यो पाला भने भोलिन्टियर हिसाबले काम गर्नुपर्ने स्थिति हुन्छ गरेको नि छ अनि कुनैमा राम्रै हुन्छ होइन तर म चाहिँ के भन्छु भने नेपालमा जुडो जति पनि जुडोको भावीहरू पछिको भाइ बहिनीहरू हुनुहुन्छ रेफ्री लाइन पनि राम्रै छ इन्टरनेसनल रेफ्री नेसनल रेफ्री हुनुभयो भने एउटा चिनिन्छ पब्लिसिटी हुन्छ होइन फल्ना गुरु भनेर फल्ना गुरु राम्रो रेफ्री हो है भन्ने पनि हुन्छ अब त्यसले गर्दा पनि आउनुहोस् राम्रो हुन्छ रेफ्री लाइनमा नै लाग्नुहोस् रेफ्री पनि डेभलप होस् अलि धेरै जन्मियोस् भन्न चाहन्छु अब अहिलेको जुन हजुरले अब नयाँ अब कोच भइसकेपछि त अहिलेको नयाँ सानसानो भाइ बहिनीहरूसँग पनि इन्टरेक्सन गर्नुभएको होला गर्नुपर्छ गरिरहनु भएको छ त्यो क्रममा चाहिँ त्यही त अहिलेको यो वातावरण खानपान मोबाइलले होला पहिलाको भन्दा अनुशासन अथवा कम भएको चाहिँ हुँदै नभएको त होइन कम भएको पाउनु भएको छ अनुशासन त छ अनुशासन भयो कम पहिलाको भन्दा कम हो कि त्यस्तै छ पहिला चाहिँ यस्तै थियो हजुरको भन्नुपर्दा पहिला एउटा कोच एउटा गुरुले भनेपछि कोही बोल्दैन थियो गुरुले नै हामीलाई ए भनेपछि काम गर्नु परिहाल्यो गरेन भने तर अहिले त्यस्तो छैन अहिले चाहिँ उसलाई अनुशासनमा ढाल्न धेरै अलि मिहिनेत गर्नुपर्छ कोचले चाहिँ बढी मिहिनेत गर्नुपर्छ फकाउनुपर्छ यसरी होइन यस्तो हो भन्नु पहिले चाहिँ अलिकति डाँडाङ डुडुङ गर्ने जमाना थियो अहिले त्यस्तो गर्नु मिल्दैन तर गऱ्यो भने उल्टै बच्चा भएको छ फकाउनुपर्छ अहिले अलि त्यही मात्रै फरक हो अरू त खासै फरक छैन अहिलेको चाहिँ त्यो पुस्ताको चाहिँ विकनेस चाहिँ के हो जस्तो लाग्छ हजुरलाई विकनेस छ अहिलेको पुस्ताको विकनेस त खासै त्यस्तो विकनेस त म देख्दिनँ होइन अहिले भनौँ न के भन्छ नयाँ जेनेरेसन जुन नयाँ जेनेरेसन छ पुरानो जेनेरेसन हाम्रो पालामा त हामीले त यति सजिलोसँग गर्थ्यो यिनीहरूले गाह्रोसँग गर्छ अथवा यिनीहरूको अलि नयाँ खालको विकनेस छ भन्ने त्यस्तो कमी कमजोरी छ त्यस्तो केही पाउनु भएको छ खासै त्यस्तो चाहिँ मैले अहिले त खासै त्यस्तो छैन
छैन पनि र अहिले अब त्यस्तो विकनेसहरू खासै म देख्दिनँ पनि। अब सिक्ने क्रममा उसले फेस गरेको विकनेस होला होइन, त्यस्तो केही याद आएको छैन अहिले? त्यस्तो छैन। ओके। अहिले फेरि म स्पेसल अहिले म खास अलिकता उसमा ग्यापले गर्दा जस्तो ट्रेनिङहरू गराइरहेको छैन मैले, जसमा रेफ्रीहरूमा मात्रै रेफ्रीमा छ, त्यस कारणले कम इन्टरेक्सन हुन्छ भनौँ न। कम इन्टरेक्सन जो ठ्याक्कै कोच छ उसो त हरेक दिन झेल्नुपर्छ नि त। एभ्रिडे ऊ त अब बिहानै बेलुकै खेलाडीसँगै सुत्ने खाने उसको, अनि उसले अलिकता त्यो कुराहरू भोगिरहेको हुन्छ। मैले चाहिँ गेमको बेला रेफ्रीले आउँछ सबको आफ्नो ऊ दिने सेमिनारहरू गराउने, अनि त्यहाँबाट किप इन टच हुन्छ त्यसरी नै। अनि त्यो खेलाडीपट्टि चाहिँ अलिकता अलि म 2-4 वर्षै भयो ज्ञान भएको, त्यसले गर्दा नि त्यो अनुभव मैले अहिले पाएको छैन। पहिला चाहिँ सात च्याम्पियनसिपमा म कोच बसेको हो। अहिले अमेरिका हुनुहुन्छ राज कर्मचारी र ऋषि गुरुङ, ओलम्पियन ऋषि गुरुङ म थिएँ। त्यस्तो सेसनहरूमा चाहिँ त्यस्तो मैले पाइनँ। हो, यो अगाडिको तुलनामा अहिलेको नयाँ युवाहरू छन्, नयाँ जेनेरेसन छ, उनीहरू अलिक बढी छिटो डिस्ट्र्याक्ट हुने त्यस्तो चाहिँ छ कि छैन? त्यस्तो पनि खासै छैन, देखेको छैन होइन। जस्तो डिस्ट्र्याक्ट भनेको अल्मलिने क्या, अहिले मोबाइल होला, रिल्स होला होइन, अथवा अरू कुरा होला। जस्तो पहिला चाहिँ केही पनि हुँदैन थियो, खालि फोकस गरेर गेम मात्र हुन्थ्यो, अहिले अरू कुराले अल्मल्याएको छ। अलिकता त्यस्तो नभएको होइन, छ। जस्तो पहिला अब हाम्रो पाला मोबाइलै थिएन, कता मोबाइल चलाउनु जाने। अब अहिले खेलाडीहरू मोबाइल यता साइडमा राखेर घन्टी बजाउनु उठाउनु जानु पर्यो। केही आउला होइन बनाउँदा अब त्यो रिल्सहरू बनाउला, टिकटकहरू बनाउनु पर्ला होइन, त्यसको फेरि कसले लाइक गर्यो के आयो, फेरि त्यो त ध्यान जान्छ नि त, फोकस कम गराएको छ त्यसले। त्यो चाहिँ अब अहिलेको समयको मागले पनि त्यो बनाउँदो रहेछ, त्यो बनाउँछ। केही फरक त्यसले त्यो गेमलाई चाहिँ असर गरेको छ कि छैन? असर गर्छ नि हजुरको, गरिरहेछ है। गर्छ नि। तपाईँको अब फुल्ली 2 घन्टाको ट्रेनिङमा लगभग भनौँ न, त्यसरी नै कोचलाई अल्मा ल्यायो, अब मोबाइल समात्न जाने, एउटाले समातेर ल्याउनु पर्ने भयो भने त अनि तपाईँको आधी घन्टा जति फिजिकल गर्ने टाइमै त्यही वेस्टेज हुन्छ। उसले त्यो सिक्ने कुरामा जस्तो फोकस भएन भने, उसले फोकस गरेर चाहिँ ध्यान दिएर चाहिँ लगनशील भएर चाहिँ उसले सिकेन भने सिक्न सक्ने चान्स चाहिँ कतिको हुन्छ? जस्तो खालि यता यता अरू चिजले डिस्ट्र्याक्ट गर्यो भने उसको सिक्ने ग्र्याब गर्ने क्षमतामा ह्रास आउँछ, एकदमै असर पर्छ। उसले राम्रो रिजल्ट ल्याउन सक्दैन। जुन उसले त्यो एभ्रिडेको टाइममा चाहिँ अब 1-2 जना हुन्छ नि त्यस्तै खेलाडीहरू, कहिले जान्छ भने कहिले त्यो 5-10 मिनट अल्मा लिने, मोबाइल हेरेर आउने, त्यस्तो गऱ्यो भने त्यो खेलाडीले राम्रो रिजल्ट ल्याउन सक्दैन। जति अब हजुरमै 2 जनै पर्फेक्ट ट्रेनिङ गर्ने भयो, म चाहिँ कहिले काहीँ अल्याङ टल्याङ गर्ने भने मेरो रिजल्ट राम्रो आउँदैन। त्यो त जुनै गेममा पनि, जुडोमा मात्रै होइन, सबै ठाउँमा लागु हुन्छ। एउटा पढ्ने विद्यार्थीमा पनि लागु होला होइन, काम गर्ने कर्मचारीमा पनि लागु होला। हुन्छ ध्रुव सर, हामीसँग एउटा फटाफट जवाफ दिनुपर्ने हुन्छ, सोच्नु मिल्दैन। जीवनमा सफल हुनुको लागि डिसिप्लिन कि मोटिभेसन? दुवै लाग्छ मलाई चाहिँ। एउटा छान्नु पर्यो भने डिसिप्लिन। सफल हुनुको लागि पेनमा बस्नुपर्छ कि कम्फर्टमा बस्नुपर्छ? दुवै भन्न मिलेन। पेनमा बस्नुपर्छ, दुःखले सहनु पर्यो होइन। सफल हुनुको लागि रुटिन कि फ्रिडम हुनु पर्छ? फ्रिडम भयो भने उसलाई चाहिँ खुल्ला हुन्छ, अनि उसले चाहिँ आफू खुसी गर्न पायो अनि। ओके। जीवनमा सफलता चाहिँ रेस्पेक्ट हो कि मनी चाहिँ हो? रेस्पेक्ट हो। मनी पनि कम्पलसरी छ, तर रेस्पेक्ट चाहिँ अलिक फोकस दिन्छ, अझै फोकस गर्नु पर्यो। एउटा छान्नु पर्यो भने होइन त? सफल हुनुको लागि हार्ड लाइफ कि इजी लाइफ? हार्ड लाइफ। दुःख नगरी सफल पुगिँदैन होइन। डरलाई फेस गर्ने कि एभोइड गर्ने? एभोइड गर्नु पर्दैन, फेस भन्नाले डरलाई चाहिँ त्यसलाई सामना गर्ने कि त्यसलाई त्यसबाट भाग्ने?
सामना गर्नु पर्यो। डरलाई सामना गर्नु पर्यो। फेलर चाहिँ लेसन हो कि लस हो? फेलर भनेको असफलता भनेको त्यो एउटा शिक्षा हो कि त्यो एउटा लस हो? त्यो शिक्षा हो। शिक्षा हो। पाठ सिक्छ नि त्यहाँबाट। पाठ सिकिन्छ त्यहाँबाट होइन? सक्सेस भनेको लक हो कि डिसिप्लिन हो? सफलता होइन। सफलता त्यो भाग्य हो कि अनुशासन हो? अब त्यो अनुशासन हो, डिसिप्लिन। भाग्यमा नि अब भाग्य भर परे त कहाँ भयो? त्यो अनुशासित हुनु पऱ्यो होइन? हजुरको लागि नेपाल कि विदेश? मलाई नेपालै ठिक लाग्छ। नेपाल ठिक लाग्छ। सफल हुनुको लागि अनुभव चाहिन्छ कि डिग्री चाहिन्छ? दुवै चाहिन्छ, तर मैले छान्नु पऱ्यो भने अनुभव, एक्सपिरियन्स पनि हो। एक्सपिरियन्स। सफल हुनुको लागि होइन प्लानिङ कि एक्सन? प्लानिङ चाहिन्छ। प्लानिङ चाहियो। अहिलेको युवाहरूको बिगेस्ट मिस्टेक हजुरले भन्नु पऱ्यो भने के देख्नुहुन्छ? मिस्टेक एक शब्दमा। मिस्टेक त खास के भन्नु, त्यसमा त खासै मैले त्यसको छैन, मिस्टेक छैन खासै। खासै मिस्टेक छैन। अब हामीभन्दा ट्यालेन्ट छ अहिलेको बच्चाहरू, के मिस्टेक भन्नु? ओके। सक्सेसलाई रोक्ने कुनै ह्याबिट एउटा? सफलतालाई रोक्ने कुनै एउटा बानी जसले सफल हुन दिँदैन? त्यसलाई अब अनुशासन, लगनशीलता चाहियो। रोक्न सकिएन, अनुशासित भएन भने असफल हुन्छ। जीवन बदल्ने कुनै एउटा बानी? आफ्नो हरेक दिन अब रुटिनमा चल्नु पर्यो। यदि कसैले मेरो जीवन चाहिँ म रूपान्तरण गर्न चाहन्छु भन्यो भने उसले के गर्नुपर्छ? सानो सानो कुराहरू, पहिलो कदम चाहिँ के चाल्न सक्छ? उसलाई अब केमा इन्ट्रेस्ट छ त्यसप्रति चाहिँ बेसिकबाट लग्न सक्नु पर्यो र ऊ कन्टिन्यू जानु पर्यो त्यही काममा मात्रै, अनि सफल भइन्छ। नत्र भने यो आज यता छ नि जुडाउनु जाने, भोलि कराते जाने। रूपान्तरण गर्नु पर्यो भने उसले पहिला आफ्नो इन्ट्रेस्ट पहिचान गर्नु पर्यो। पहिचान गरिसकेपछि त्यसमा निरन्तर रूपमा लागिरहनु पर्यो। अब म अहिले फुटबल नगरेर कहाँ रेफ्री बन्छु होइन, म गोल हाल्नै सक्दिनँ। त्यसरी लाग्यो भने बेटर। यो अहिलेको नवयुवाहरूलाई हजुरको सुझाव चाहिँ के छ? अब सुझाव अहिलेको नयाँ युवाहरूलाई सुझाव हजुरको यो जीवनको अनुभवबाट सुझाव दिनु पर्यो भने जुन अहिलेको जेनजी युवाहरू छन् उनीहरूले जे गरिरहेछन् होइन, जे सोचिरहेछन् त्यो प्राप्त गर्नको लागि हजुरले सुझाव दिनु पर्यो भने के सुझाव दिनुहुन्छ? मेरो सुझाव के होला र, अब भर्खरकै युवा जेनजी युवाहरू खतरा छन्, राम्रो छन्, अनुशासनमा बस्ने, राम्रो काम गर्ने, नराम्रो कामहरू पछि नलाग्ने, त्यही नै सुझाव भन्न मिल्दैन मैले उहाँहरूलाई। किनभने त्यो गरे सो बेटर होला, राम्रो होला भन्छु म। हो यस्तो छ, जस्तो के हुन्छ भने अब युवाहरूमा जोस पक्कै होला, जाँगर पक्कै होला, तर अनुभव त हुँदैन नि त। त्यो अनुभव चाहिँ कहाँबाट आउँछ भन्दा अब हजुरहरू जस्तै जसले एउटा युग व्यतीत गरेर आउनु भएको छ त्यहाँबाट आउँछ यस्तो होइन। हो त्यो चाहिँ हजुरले सुझावकै रूपमा भन्न पनि सकियो होइन। यस अब अलिकता राम्रो मान्छेको सङ्गत गर्ने, नराम्रो पनि नगर्ने, साथीभाइसँग त्यही हिसाबले गर्ने, अनि त्यो भविष्यमा गएर ऊ राम्रो मान्छे हुन सक्छ। सङ्गत एकदमै महत्त्वपूर्ण कुरा छ नि, त्यही नै। र अनुशासन भएन भने जता पाए त्यही राङ्गाडुडुङ गर्ने, यो त्यो सिचुएसन यङ जेनेरेसनमा जसलाई पनि हुन्छ त्यस्तो हुन्छ। अब हामीलाई नै भर्खर जोडिसक्दाखेरि 1-2 वर्ष पछि चाहिँ खेलौँ जस्तो नै हुने, हान्नुपर्छ है भन्ने पनि हुने। तर त्यसैलाई आफूले कन्ट्रोल गर्न सकेन भने त त्यसको बेनिफिट राम्रो आउँदैन समाजमा होइन। झगडा गरे, फर्माएको छोडेर जेल परेर राम्रो हुँदैन नि त। त्यो चाहिँ अनुशासन पनि हो, डिसिप्लिन मेन हुनु पऱ्यो। अब अहिलेको जेनेरेसनहरू पनि त्यही, उहाँहरू जो अनुशासन छ राम्रो सफल हुन्छ, अनुशासन छैन नराम्रो सङ्गतमा फस्दै जान्छ। ओके,
हजुरले चाहिँ आफ्नो 15 वर्ष हुँदाको त्यो जुन ध्रुव छ नि, हजुर अहिलेको यो ध्रुवले त्यो 15 वर्षको ध्रुवलाई भेट्यो भने के सुझाव देला? अब त्यो सिचुएसनमा त खासै भन्नुपर्दा सानै थिएँ, त्यति बुझेको थिएन। अहिले त बुझ्नु भएको छ नि त। त्यो बेलामा उसको मनस्थिति कस्तो थियो होइन, ठ्याक्क अहिले भेटिसकेपछि हजुरले सुझाव दिनु पऱ्यो क्या, यसो यसो गर यसो चाहिँ नगर भनेर के सुझाव दिनुहुन्छ? त्यो सिचुएसनको कन्डिसन आयो भने चाहिँ अब म के भन्छु भने अब आफैले फर्केर हेरौँ भनौँ न। त्यो सिचुएसनमा राम्रो काम गरेर राम्रो बाटो हिँडेर नै सफलता भइ नै रहेछ भन्ने म सम्झिन्छु। त्यस्तो सिचुएसन आयो भने नहोला होइन। 15 वर्षमा सानै थिएँ, काठमाडौँमा आएर त्यसरी बसेर गरेर अहिले यहाँ पुगेको भनौँ। त्यसैले गर्दाखेरि त्यो सिचुएसन आयो भने चाहिँ एउटा लगनशीलता र अनुशासन त्यो बाटोमा टेकेर हिँड्यो भने यो दिन पनि आउँदो रहेछ है, राम्रो बाटो पनि सफलता हासिल गर्दो रहेछ है भन्ने सुझाव दिन सक्छु जस्तो लाग्छ। ओके, अबको 10 वर्ष पछाडि जुन अहिलेको ध्रुव छ कहाँ पुग्छ, के गर्दै हुन्छ? अबको 10 वर्षपछि त खै अब म अहिले 50 हुन लागि 50 रनिङ होला, 33 सालको जन्म। अब 10 वर्षसम्म बाँच्छ कि बाँच्दैन, अहिलेको खानपान यस्तो छ तपाईँलाई थाहा छँदैछ। अब अहिले खेलाडी भएर नै अलि यतिको फिटनेस भइरह, नत्र भने गाह्रो हुन्थ्यो। अब बिहान नकुद्ने, फिजिकल नगर्ने हो भने अहिले पनि म एभ्रिडे नै फिजिकल गर्ने अहिले चाहिँ अब नर्मली त्यो त 50 आसपास लागेपछि धेरै चाहिँ नेपालीमा चाहिँ के हुन्छ भने त्यो फिजिकलको दीर्घ रोगहरू जस्तो सुगर होला, प्रेसर होला, अरू चाहिँ कोलेस्ट्रोल होला, केही न केही भइसकेको हुन्छ, कतिवटा अपरेसन भइसकेको हुन्छ कि 50 वर्षमा आइपुग्दा अलमोस्ट। अब हजुरको के छ स्थिति स्वास्थ्यको अपडेट? खानपान एउटा कुरा, खानपान अरू कुरा व्यायाम पनि होला। व्यायाम कम्पलसरी चाहिन्छ मान्छेलाई। मलाई चाहिँ अहिलेसम्म मैले भने हुन त मेडिसिन खान्छु म, के भन्छ यो कन्टिन्यू मेरो रोगको कुनै पनि छैन। कन्टिन्यू औषधि मैले अहिलेसम्म केही प्रेसर पनि खाएको छैन, सुगर, युरिक एसिड केही पनि खाएको छैन र मलाई छँदै पनि छैन अहिलेसम्म छैन होइन। त्यो नहुनुको कारण त त्यो फिजिकल फिटनेस नै होला होइन। खेलाडी भएर अब चाहिँ अलि उ गरे भएर मलाई लाग्छ हाम्रो जुडोको खेलाडीहरू त्यस्तो सिरियसली बिरामी भएकोहरू मैले देख्दिनँ, त्यस्तो पनि छैन, नहोस् पनि छैन। हजुरलाई यसो इमेजिन गर्नु भने यो कति वर्षसम्म लान्छु जस्तो लाग्छ? यसो यो हजुर बिहान दौडिने ओर्ने होइन, यो फिटनेस कति वर्षसम्म चाहिँ म लान्छु जस्तो लाग्छ हजुरलाई? अब अहिले त सोच त मैले होइन, अब एभ्रिडे नै गर्छु, गरि नै रहेको छु होइन। हिजोको दिनमा यस्तो थियो, म चाहिँ यो भएन भने मलाई अलि पेटको लागि, अलि फ्याटको लागि भन्ने फिल आउँछ। अहिले नै आउँछ होइन? आउँछ। अब खानपान पनि कन्ट्रोल गर्ने होइन, कति के कुराहरू खाने भन्ने कुरा। खानपान चाहिँ कसरी कन्ट्रोल गर्ने? जस्तो मान्छेहरूलाई त त्यो देखे कि चाहिँ त्यस्तो त कहिले काहीँ मन लागिहाल्छ होइन। अब राम्रो चिजहरू, मिठो चिजहरू जसलाई पनि अवश्य नै अलिक टन्नै खाउँ है आज चाहिँ भन्ने त भइहाल्छ। तर पनि खाने खाना त, तर खाएपछि बिहान सबैले त्यसको मेन्टेन गर्ने, फिजिकल मर्निङ वाक गर्ने, फिजिकल गर्नु भने त्यो के हुन्छ, डाइजेस्ट बच्छ र शरीरलाई पनि फाइदा हुन्छ। अब टन्न बेलुका खाने, भोलि पनि 8 बजीसम्म सुत्यो भने त्यसको असर चाहिँ युरिक एसिड, सुगर, प्रेसरले भेट्ने कारण चाहिँ त्यो हो। र एउटा भगवान्को नै आशीर्वाद हो, भगवान्को आशीर्वादले गर्दा पनि त्यस्तो मलाई चाहिँ अहिलेसम्म त्यस्तो भएको छैन, खाएको छैन औषधिहरू चाहिँ। 10 वर्षपछि त के हुन्छ अब दिन त होइन। जस्तो ठिक छ, यो जस्तो यो कोचिङ करियरलाई लिएर चाहिँ जस्तो हजुरले 10 वर्षसम्म सेवा गर्ने अवसर प्राप्त गर्नुभयो भने के चाहिँ दिन्छु म यो चाहिँ जुडो खेलाडीहरूलाई भन्ने के छ? त्यो चाहिँ अब अझै पनि मलाई आँट छ भनौँ न, विश्वास छ म अझै पनि खेलाडी म जन्माउन सक्छु, होप छ भनौँ न, विश्वास छ जन्माउन सक्छु र मेरो खेलाडीहरूलाई मसँग भएको कला, टेक्निक सबै बाँड्छु भन्ने मलाई अझै विश्वास छ भनौँ न। अझै 4-5 वर्ष, 8-10 वर्ष म दिन सक्ने मेरो कोचको दिन्छु नै, रेफ्रीको दिन्छु नै भन्ने विश्वास चाहिँ छ, अझै पनि आँट छ मलाई। त्यस्तो मलाई बुढो भएछ भने त फिल्सी आँट छैन।
हो खास गरी अब पहिला आफूले आफूलाई नै भन्नुपर्ने होला म यस्तो गर्छु भनेर होइन हजुरले भनिरहनु भएको छ त्यस कारणले अब हजुरले जे सोच्नु भएको छ त्यो सोच त्यो सपना साकार होस् भन्ने शुभकामना छ सँगसँगै ओपन जुडो च्याम्पियनसिप छ त्यसमा हजुरले जुन जुरीको नेतृत्व गर्दै हुनुहुन्छ रेफ्रीको त्यसको लागि पनि शुभकामना छ हस् धन्यवाद हजुरलाई थ्याङ्क यू अब राम्रोसँग कार्यक्रम सफलता होस् होइन हस् थ्याङ्क यू मैले जुन जिम्मा दिएको छ मलाई त्यो जुरीको काम यस सेकेन्ड ओपन जुडो च्याम्पियनसिपमा अवश्य नै म मेरो तर्फबाट राम्रो गर्नेछु र होल मेरो टिमको तर्फबाट यसलाई सक्सेस गर्नेछु भन्ने मैले विश्वास लिएको छु हुन्छ यहाँलाई आफ्नो महत्त्वपूर्ण समयको लागि ध्रुव सर र यहाँको जुन कथाहरू सङ्घर्षको कथाहरू भयो यहाँहरूको शब्द भयो होइन त्यसको लागि समयको लागि फेरि पनि धेरै धेरै धन्यवाद हस् थ्याङ्क यू सर मलाई नि बोलाइदिनु भयो यहाँले यति मौका दिनुभयो आज बोल्ने मौका मेरो जुन कुराहरू भन्ने अपर्च्युनिटी दिनुभयो यसको लागि थ्याङ्क यू सो मच हस् धन्यवाद